जमुनाजीलाई स्पर्श गरिदिनु भयो। स्पर्श गर्ने बित्तिकै जमुनाजीले बाटो छोड्न लाग्नुभयो। अब बाटो छोड्न लागिसकेपछि त्यहाँबाट लिएर जानुभयो, नन्द भवनमा पुर्याउनु भयो, नन्द भवनमा राख्नु भयो। अनि त्यहाँ एउटा बालकको जन्म भएको थियो बालिकाको। त्यही बालिकालाई उठाएर लिएर आउनु भयो। आउने बित्तिकै जब जमुनाजी पार हुनुभयो अनि कंस भवनमा आइसक्नु भएको थियो, सबै पाले चौकेर मेरो काल जन्मिसकेको छ, अब तैँले चिन्ता नगर भनेर आशीर्वाद दिनुभयो। त्यही कारणले गर्दा कंस महाराज आज मैया बधाई सबैले बधाई दिन थाले। बडा आनन्दको समय रह्यो। अनि नन्द भवनमा नन्द बाबाले विचार सबै